हेलो गाइज दर्शन नमस्कार सबैजनालाई हामी चाहिँ सुटिङमा आइसकेको छौँ अनि डे 3 पनि भइसकेको छ त्यही हो अनि म के हुन्छ रमाइलो म हजुरहरूलाई देखाउँछु हिजोको हेर्नु न ब्लग कास्ट तिम्रो त अब फेरि 16 हो हैन राम्रो आउँछ मेरो चाहिँ हिजोको हेलो गाइस वेलकम भइसक्यो वेलकम त नि डे 3 हो वेलकम भइसक्यो हैन अनि उ चाहिँ इन्डिया गएर एकदमै हाम्रो दुःख दिएर वाक्क देक्क प्याक्क बनाइसक्यो अनि त्यो सृष्टिलाई भेट्नु भने एक चर्कन हान्नु भने के रे भाउजूलाई दुःख दिएर जसरी नै बढी दुःख लास्टमा सितारा नै हुन्छ अनि त सृष्टिलाई नन्दलाई भेट्ने थियो कि एक चर्कन हान्नु भन्नुभएको थियो एटा माफ गरिदिनु मबाट गल्ती भयो एकजना त्यो स्योर छ भन्ने कुरा त थाहा हैन अनि उ इन्डियामै छिन् हैन त्यस्तो सिन इन्डियामै छु अब चोक्टा खाइसकिन दिमाग खराब गरिसकिन रेलहरुमा कसरी दुःख गरेर खोजी भनेर देख्नु होला अझै दुःखहरु बाँकी नै छ नेक्स्ट एपिसोडमा यति दुःख दिन्छिन् यति दुःख दिन्छिन् छिन् दिक्क वाक्क ब्याक प्याक्क बनाइसक्यो घरको छोरीहरु त्यस्तै हो यो बुढी नभए कमेडी के आमा बाबुलाई रुवाउँदै गयो कि त्यो खायो यो बुढी नभएछ हामीलाई दुःख देखादै हुन्छ यो अलिकति बुढी भएर 50 55 60 वर्ष भएपछि अनि दुःख त्यति बेलासम्म बा आमा नि त्यति बेला कस्तो अरे बाबा आमा भन्न खोजेको बालाई भने त ठिकै ल बा आमा चाहिँ मतलब 60 वर्षसम्म छोरी हुँदाखेरि उले छोरीले कसरी दुःख दिन्छ त नि बा आमाले आयु नै 100 वर्ष भनेछ अनि 100 वर्ष भनेर अनि के बाँकी छ त म त अझ मात्न तेरा सब दुःखहरु हेर्नु पाउँदैन 65 मै यस्तो भक्करको 15 20 वर्षको केटा जवान लक्का जवान देखिरहेछ हुन्छ हामी 20 22 को साथी छ अनि 20 22 जिगरी अनि जेन्जीहरु साथी छ जेन्जीहरुको साथी म जेन्जीको बा वर्ल्डजी त्यस्तो हो हाम्रो चाहिँ हाम्रो आमा चाहिँ गोल्डजी कानमा सुन्दा छ नि गोल्डजी आमा सुनारा रे आमा कस्ती कुन तर माडवारी मैले छोरीलाई सुन न मैले छोरीलाई भने छोरी त यस्तो 1 लाख रुपैयाँ त बिक्री भइसकेन हैन बा नेपाली पैसा त 1,60,000 हुन्छ भन्थे हैन 1 लाख बेचिस हैन बा आइसी हो अनि आइसी 1,60,000 अनि 1,60,000 अनि 26,000 थपेर फेरि नयाँ आइफोन किन्छ अस्ति हराएको आइफोन कालेले बेचेर कालेले बेचेर आइफोनको क्रेजी छ किनिन आइफोन आफू बिक्री भएर पनि आइफोन चाहिँ उसले किनि छोड्यो ट्यालेन्ट आफू बेचिएर किनिन सृष्टिले आइफोन त 17 अब 17 भाइ अहिले सँग आइसक्यो 17 आइसक्यो आइसक्यो नि 17 भनेको चल्यो ओरेन्ज कलरको ल ल के फेरि एकचोटी जाने फेरि एकचोटी जाऊ न त्यस्तो भयो कालेलाई कन्ट्याक्ट गरौ न एकचोटी फेरि ल काले लानु पर्यो 17 चाहियो 17 चाहियो अब एक एउटै मान्छेले लान्न है अब भन्दा फेरि अब दिल्ली हैन बम्बई त्यो कालेले त जग्गा त फिटान गरेर गएछ जग्गा त्यसलाई त्यही ठटार हिँडेको हुन्थ्यो झनै सम्झेको कि देखेकै हो अनि त्यो अब देख्दाखेरि पनि त्यो खाएर रक्सी ताल्नु थाहा पाएन हैन रक्सी ताला थाहा पाएन त त्यो त एग्रेसिभ जानु पर्दैन नि झन् त्यस्तो लागेर अपराध गरेर डर लाग्छ नि त भागिहाल्छ नि मेरो नाति कस्तो एक्साइटेड बाबा भेटे हुन्थ्यो नि भेटे भइरहेछ हाम्रो अहिलेसम्मको जे होस् यहाँ मुम्बई पुग्छन् कि पुग्दिनन् त मुम्बई पुर्याउँछ कि पुर्याउँदैन बम्बई अर्को पालि हाम्रो सीतामा चाहिँ नयाँ फेरि एपिसोड भने हाम्रो 10-12 छोरी पाउँछ हाम्रो आमैले अनि 1 लाख आइसिया बेच्दाखेरि पनि हामीलाई कति आउँछ 12 लाख आउँछ फर्केर त आइहाल्दो रहेछ जागे पनि फर्केर आइहाल्दो रहेछ यो हामीलाई भेट्नु पाएको त सुटिङमा हेर्नु न आउटर छैन नि के हुन्छ तपाईलाई के थाहा हजुरलाई मलाई के पनि थाहा छैन अनि तपाई हामी थोरै बिर्गन जानु भयो उता ज्याकेट लाएर आएको थियो त हामीलाई भेट्न आएको नि सुटिङमा भेट्न आएको उतै छ अहिले अनि म त उतै छु नि त नि त्यही भएर देख्नु भएर म ड्रेस लगाएको छैन म ड्रेसमा आइसकेँ सरी बा मैले नन्द भेटाउन सकिनँ भनिसकेँ त्यसले भन्नु के भन्नु भेटाउन सकेन त्यही हो कुरा अनि हिजो जात्रा रमाइलो पनि भयो जात्रा धेरै रमाइलो भयो जात्रा मैले चाहिँ बाला जात्रा लिएर गएको म जान्न भन्दाखेरि अब जबरजस्ती स्कुटी ल्याएर चाहिँ गएको साह्रै मजा लाग्यो नि आमा बिचमा गएर ससुरालाई मात्र लिएर जाँदा हिजो फेरि सीताको क्रेज पनि देखियो कस्तो छ भनेको अब ओरालामा गाह्रो हुने नि बा ओरालामा फेरि गाह्रो भएर चलाउँछु भने राम्रो भयो जस लिएर गएको त्यसले त्यहाँबाट के किनेर ल्याउने भन्थ्यो त्यो ढुङ्ग्री ल्याउने भनेको बाले त्यहाँबाट नल्याए कुचिन्छ तल ओर्लेपछि पाउँछ भन्नु तल आएन यार मेलाबाट ढुङ्ग्री लाने 100 रुपियाँ ढुङ्ग्री किन्यो नि यस्तो प्लास्टिकको प्याक हुन्छ नि है अनि अब
गाइज अनि ल सिधा बहिनी उनी चाहिँ खाँदैछन् बचारे उनीहरू खाँदैछन् बचारे यहाँ हुनुहुन्छ बुढो बुढो बचारे यहाँ छिन् क्युटी पाई बचारे कि त हिजो उसले स्कुटी ल्याएको सबभन्दा मजा मलाई भयो क्या 9 बजे गएर घुमेर आउनु पाएन उसले चाहिँ पठायो 21 मैले हिजो बालाई एकैचोटि भयो भन्न खोजेँ बालाई कहाँ गयो लगेको अरे मैले तिमीले ल्याइदिएछ नि केमा मेलामा मेला लगेको एकैचोटि सुनाउनु हो तिमीले ल्याइदिएछ नि आज मलाई भयो हेर त यसको स्मेल थाइको यस्तो मिठो छ यसको स्मेल जान यस्तो पनि लाग्थ्यो मैले मिठो स्मेल यसको थाइको के अनि सिन हुँदैछ अनि हामीले तान्नीको हावा तान्नी यति फ्लेभर राम्रो आउँछ उनीहरू चिया लभर हो मिल्क टी लभर हुनु यिनीहरू अनि जहिले खान्छ म चाहिँ बटारे खाँदैछु त्यो अस्ति हामी उहाँ बस्दै छुट्यो कि त्यो सहभाग मनाएको ठाउँमा गयो होला ए बुढा मान्छे चाहिँ यत्तिकै हुन् सहभाग कम मजा आयो सहभाग कतिचोटि भयो 55 तिमी पोखरा थियो नि त हाम्रो बटमास छोइला हाई दिदी हजुर अर्को दिदी ए होरको बस्नुहुन्छ होला नि त भोलिसम्म ए म भोलि फर्किन्छु ल हस् हस् छोइला ठिक छ आमा आउनु भयो आज त्यो म यता पुगेर चियर्स सकिन आँटेको बिर्सेछ नि त मेरो सकिन आँटेछ त्यही म चियर्स सीधा सृष्टि अनु सीधा सृष्टि अनु पढ्न जाँदाखेरि स्कुल पढाउँथ्यो फर्स्ट हुन्छ अनि ऊ फर्स्ट भयो कि अनि ऊ लन्डन गयो कि अनि म चाहिँ लास्ट जडेसँग बिहे गरेको म लास्ट भएर खासमा अनि एसएलसी पास के अरे चाहिँ म पर डे लेखेको त्यस्तो भएको छ गाइज गुड मर्निङ आज चाहिँ हाम्रो लास्ट डे हो अनि उसले चाहिँ चिया खाइरहेको छिन् त्यो पनि दुईटा कपमा मेरो भाग पनि उसैले खान्छन् अनि हिजो हामी माथि कस्तो रमाइलो घटना घट्यो आज हामी त्यसलाई इन्जोय गरिरहेको छौँ यस्तै रहेछ जीवन भनेर सोचिरहेको छौँ के रहेछ त्यही रहेछ हामीले हिजो अनौठो दुईवटा चिज देख्यौँ सेम चिज फरक देख्यौँ एउटा अलिक पुरानो र एउटा अलिक ठिक्काको नयाँ पनि होइन ठिकै छ यस्तै रहेछ जिन्दगी हामीले एउटा पाठ सिक्यौँ होइन त्यो कुरा चाहिँ के हो भन्ने कुरा अब कि हामीलाई थाहा छ कि भगवान्लाई थाहा छ कि मलाई गलत थाहा छ कि अनुलाई थाहा छ त्यस्तो हो जिन्दगी यस्तै रहेछ ल यस्तो रहेछ सबै कुराहरू भन्न पनि नहुने रहेछ मनमा दबाएर राख्नुपर्ने रहेछ त्यही भएर यो घटनालाई चाहिँ हामीले दबायौँ हामी बोल्न सकेनौँ आवाज उठाउन सकेनौँ यस्तो चिया छ नि हो मिठो कलर हेर न यस्तो नराम्रो कडा छ अनि पानी हालेको चाहिँ पानीमा चियापत्ती हालेर बित्तिकै दुध हालेर त्यो कलर हाल्दा जस्तो छ त्यस्तो छ आज पातलो भएछ चाहिँ त्यही भएर नमिठो छ न अदरवाइज मिठो हुन्थ्यो ओके बाई त्यसै गरी सिङ्गारको क्रममा हाम्रो लिप्पोत कार्यक्रमका लागि यता हाम्रो एलिजा के भयो यो होस्टलाई निकाल्नु पर्छ एलिजा गौतमज्यूलाई हार्दिक अनुरोध गर्दछु यसो पसिना निस्कने यसो टतपको व्यवस्था गरिदिनु हुन नारायण केसीले उता हाम्रो एलिजा दिदीलाई सम्पर्क गरिदिनु पनि हार्दिक अनुरोध गर्दछु त्यसै गरी चियामा हुनुहुन्छ कुमार कार्की र बिस्कुट वितरणका लागि बालकृष्ण ओलीज्यूलाई
हाम्रो चाहिँ सुटिङ सकिएको छ अनि पोका पुन्तुरा बोकेर हामी लागेका छौँ लुकाऊ पापातिर। अनि उनी चाहिँ छिन् अनु यता हेर मेकअप गरिसकेको छ वा बेजत त्यस्ता बेजत गएको छ मेरो। वाउ कति राम्री छन् एकदमै सुन्दर बहुप्रतिभाका धनी दुई नारीहरू पछि छन्। वाउ त्यही हो जिन्दगी यस्तै रहेछ है। यस्तो टेक दिँदै हाम्रो त्यस्तो निन्द्रा लागिरहेको थियो। प्याकअप सुन्दाखेरि त ताली पर्दाखेरि सन्चो भएर के नउठाए पनि हुन्थ्यो जस्तो भइरहेको थियो। यस्तो भएको थियो मजा आइरहेको थियो। बाध्यता भयो हाम्रो त्यस्तो भयो। यसरी पन्तेर बोकेर अब काठमाडौँ जाँदैछ त्यही हो। अनि आज हामी 4 जना स्कुटरमा जान्छौँ। हामी एकदम ट्राभल गर्दै जान्छौँ। उताले चाहिँ फुरु भन्दै जान्छ। निन्द्रामै बोल्दैछ लट्ठा चाहिँ। अब हामी चाहिँ अम्बा टिप्न आँटेको। अम्बा खान मन लागेर दिदीहरूसँग मागेर यहाँ छ अम्बाको बोट। अब खाने हो। पहिला चाख्छु ल कस्तो छ। मैले लगभग 46वटा अम्बा खायो होला। पाइमुटो साह्रो छैन कमल दिदी साह्रो छ साह्रो मिठो हुन्छ गिलो त मिठो लाग्दैन। मलाई सेम होइन अलिक साह्रो होला नि खाना भन्दै थियो गाडीभित्रै छिरिसकेको म त नि यस्तै हो नि नामै यो टिप्दैन यो टिप्दैन कुन चाहिँ यो चाहिँ कस्तो मिठो पर्यो यार मलाई त। दाँत उ भयो क्या सिङ्गो भयो। साइडले टोक्नु नि तिम्रो दाँत कहिले त सिरिङ हुन्छ नि केही नखाइकन बस्छ। कमल रहेछ कमल छ रानी यताबाट हेर राम्रो छ नि यो देब्रेगाला चाहिँ यस्तो हुन्छ तिमीहरूले एउटा फसाउँछ। यो कालेको त कालेले दिउँ त हेर त यो बाहिर मात्र यस्तो देखियो क्या भित्र यति मिठो छ यति गुलियो छ यो लौ त। यो चाहिँ गुच्ची अम्बा हो। यो कालो टिप्यो यस्तो मिठो छ। गाइस अब चाहिँ हामी भर्खर अर्को सेकेन्ड सुटिङ हामी जान आँटेको छौँ आफ्नो घरतिर। हामी चाहिँ फेरि यसो बाटोतिर बसेर आधा घन्टा 1 घन्टा जति खाजा खाएर आफ्नो घर लाग्छौँ। सेमडालाई राख्छौँ त्योभन्दा त फुटेछ देऊ हजुर। यसको मलाई भरोसा लाग्दैन। योभन्दा ठुलो स्कुटर छ तिमी चलाउने हो र? मेरो भरोसा लाग्दैन। जसले चाहिँ त्योभन्दा ठुलो स्कुटर छ साथीहरू मलाई केही भरोसा लाग्दैन। आमा राम्रोसँग बस्नु है आफ्नो ख्याल गर्नु है। अब हामी त्यस्तो भनेर निस्क्यौँ। दुर्लु तिमी रेडी हो? ल जाम हामी निस्क्यौँ। ल अब हामी निस्किसकेको छ। राइडर चाहिँ हाम्रो म खलासी छु। कस्तो राम्रो भ्यू छ। हामी भाइरल रोड आइपुगेका छौँ अनि यस्तो धुलुक्क हुन्छ यहाँ। म खासै भ्लग गर्न जान्दिनँ साथीहरू तर राम्रो गर्दैछ केटीले भनेर सपोर्ट गरिदिनु होला। र यहाँ उसको आफ्नै स्टाइल छ। ओ कस्तो दामी देखेको छ हौ आमा होइन हौ कस्तो दामी देखेको छ। यस्तो राम्रो देखेको छ उहाँलाई। कपाल खोल्यो भने कस्तो दामी देखेको छ हाम्रो यो ठाउँलाई।
राइडर चेन्ज भइसकेको छ। चस्माहरू सबै ब्यागमा छ किनकि त्यो राख्न ल्याएको हो। के गर्छ हाम्रा दोस्तहरू यहाँ छन्। कस्तो राम्रो ठाउँ लाग्यो हौ मलाई। यस्तो ठाउँमा हामी आइसकेका छौँ।